पिरियड्सको साइकल 4 डेजको हुन्छ, कसैको 5 डेजको हुन्छ, कसैको 6 डेज 7 डेज अप टु 8 डेज हुन्छ हैन, अप टु 8 डेज। 8 डेज भन्दा बेसी भयो, 8 डेजलाई एक्सिड गर्यो, बेसी भयो भने चाहिँ इट इज नट नर्मल। अन्डरस्टुड? सो कसैको ब्लड लस कम्ती हुन्छ, कसैको बेसी हुन्छ, कसैको कम्ती अब गफ गर्छौ होला तिमीहरू हैन, आफू साथीहरूको बिचमा मेरो त कम्ती पिरियड हुन्छ भन्छ होला, कसैले भन्छ होला मेरो त बेसी हुन्छ भनेर भन्छ होला। इट इज नर्मल, कसैको बेसी हुन्छ, कसैको कम्ती हुन्छ, इट इज नर्मल। बुझ्यो हैन? कम्ती भनेको 30 ml सम्म पनि ब्लड लस हुन्छ, बेसी भनेको तिम्रो 50 ml सम्म पनि ब्लड लस हुन्छ। त्यो आफ्नो हो, उसको त बेसी हुँदो रहेछ, मेरो त कम्ती हुन्छ, के भएको होला है भनेर चाहिँ ल्यालु गर्ने काम छैन। इट इज टोटली नर्मल। तर यहाँनिर के भन्दैछ भनेर भन्दाखेरि चाहिँ 80 ml भन्दा बेसी ब्लड लस हुँदैछ भने चाहिँ इट इज अनहेल्दी, इट इज भेरी भेरी अनहेल्दी भनेको। यु सुड डेफिनेटली सी अ डक्टर भनेको बुझ्यो हैन? अब यहाँनिर एमएल त भनिसक्यो नि, अब मिसले त एमएल त भन्यो, 30 ml पनि भन्यो, 50 भन्यो, 80 भन्यो। हामीले कसरी याद हुन्छ कति एमएल हो कति एमएल हो हैन? अब काउन्ट गर्न सक्छ ब्लड कति गयो भनेर? नो। प्याडले चाहिँ अलिअलि हामीले के गर्छ, अब कति प्याड चेन्ज गर्दैछ हामीले, प्याड कतिको भिज्दैछ, कतिको सोक गर्दैछ, अलिअलि अन्दाजा चाहिँ लाउन सक्छ हैन, ब्लड ब्लिडिङ कति बेसी हो कि कम्ती हुँदैछ भनेर। बट अब यहाँ हामीले वी क्यानट लाइक मेजर इट properly, all right? So what